ल है साथीहरू सम्पूर्णमा चाहिँ नमस्ते। मैले आज एउटा नयाँ क्रिएसन मतलब सिर्जना लिएर आएको छु। पेन मलाई भन्ने छ है। पेन मलाई भनेको पेन राख्ने बक्सा हो भन्न खोजे है त। म चाहिँ यो अब कसरी बनाउने र के को हो भन्ने कुरा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। यो चाहिँ अरु केहीको हैन गाइज, हामीसँग एउटा बाँसको टुक्रा चाहिन्छ जो यो एक भाग चाहिँ माथिल्लो भाग खुल्ला र तल्लो भाग जुन क्लोज्ड भएको हुनुपर्छ। मतलब यहाँनिर गाँठो हुन्छ नि त एउटा बन्द भएको, अनि यसैलाई चाहिँ यो गाँठो निर ट्याक्कै यो यस्तो क्लोज पर्ने गरेर यो भागलाई काट्ने यो भाग, अनि चाहिँ यतिको डिस्टेन्स मिलाएर समथिङ 4 इन्ची 3 इन्ची भए पनि आवश्यकता अनुसार चाहिँ यतिको लङ मतलब लामो राख्नु पर्ने हुन्छ यो भाग चाहिँ। अनि यस्तो आरीले यो भाग चाहिँ काटेर आवश्यकता अनुसार आउटसाइड बाहिरतिर यो कलर गर्न सकिन्छ। कलर गरे अझै दामी हुन्छ। मैले गरेको छैन र गर्दै छु। अब टक्क यस्तो खालको बनिसकेपछि विभिन्न किसिमका पेनहरु राख्न मिल्छ है त। हेर्नुस् त, आहा कस्तो राम्रो छ। टक्क विभिन्न किसिमका जति पनि पेनहरु चाहिँ राख्न मिल्छ। अनि सानो पनि हुन्छ, मतलब जहाँ पनि लिन मिल्ने, मतलब सार्न मिल्ने सहजै, र जहाँनिर पनि उभिने खालको हुन्छ है त। टक्कै ल पेन मलाई भन्ने बक्स चाहिँ तयार भएको छ। विद्यार्थीहरूलाई चाहिँ उपयोगी हुन सक्छ टक्कै है त। यो भिडियोलाई चाहिँ लाइक कमेन्ट र शेयर गरिदिनु होला, र मेनली चाहिँ मेरो यो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। यस्तै भिडियोहरु चाहिँ म ल्याउने छु तपाईहरु समक्ष। हेर्नुस् त टक्क कस्तो दामी देखिएको छ है त गाइज। ल